आज चाहिँ तलको पराल भन्न जाने भनेको गाईलाई आगो लगाइहाल्छन् मर्न नखेर खैराले दाइँ गरिसक्दा दुईटा गरेछन् दाइँ आगो नलगाइदे भन्नु छ पाकी छ धान पनि मजाले अनि उता चाहिँ खोला पारी हामीहरूको गाई चाहिँ भोलि पर्सि हो त्यहाँनिर झर्छन् धान काटिसकेपछि अब 15 दिन 22 दिन जस्तो लाग्ने रहेछ माथि पनि काटेछ कति राम्रो घाँस रहेछ नि बाख्रालाई चिसो हावा छ र यहीँ बसेकी मजै खेत चाहिँ कहाँ त गरेका छन् खैराले पर डाँडाको छेउमा पनि गरेका छन्